नमस्ते साथीहरू, सबैलाई जय नेपाल अनि ह्याप्पी न्यू इयर, नयाँ वर्षको सबैलाई शुभकामना। अब साथीहरू हैन, कुरा के भन्दाखेरि अब यो सबै मन्त्रीहरूको स्टेटमेन्ट सहित सम्पत्तिको स्रोत र छानबिन हुनु पर्यो। स्टेटमेन्ट सहित सबै मन्त्रीहरूले यो खुलाउनु पर्यो हैन। अब हामी सबैको जग्गाहरू चाहिँ बताउँछौँ, किनभने भ्याली बाहिर 100 रुपैयाँ 200 रुपैयाँ बिघा बिघा हुन्छ पनि। अनि यो 100 तला सुन 90 तला सुन किलो किलो चाँदी हैन, हिरा तपाईको हजारौं लाखौं किता शेयर, अनि तपाईको ब्याङ्कमा भएको करोडौं हैन, यो सबै छानबिन यो आय स्रोत इन्कम सोर्स सहित स्टेटमेन्ट सहित अब यो छानबिन पनि हुनुपर्छ। र मलाई जहाँसम्म लाग्छ बालेनको चाहिँ त्यस्तो के पनि छ जस्तो लाग्दैन मलाई हैन। र उसको यो 190 तला सुन यो त नर्मली हुन्छ पनि जस्तो लाग्छ उसको चाहिँ, किनभने उसको मिडियाबाट पनि तपाईको यो सोशल मिडिया जस्तै फेसबुक, तपाईको यो युट्युब तपाईको मिलियन भ्युजहरू आएको हुन्छ हैन। त्यसैले तपाईको जस्तो 1 लाख भ्युज आयो भने तपाईको 2-3 लाख 3-4 लाख तपाईको डलरमा कन्भर्ट भएर 2-4 लाख नेपाली पनि हुन्छ हैन। र जहाँसम्म लाग्छ मलाई बालेनको चाहिँ शङ्का गर्नु पर्दैन साथीहरू हैन। बालेन छोडिदिउँ अब 1-2टा मन्त्रीहरूको चाहिँ। अनि तपाईको जस्तो अब यो सुदन गुरुङ हैन, यिनीहरूको चाहिँ छानबिन हुनुपर्छ साथीहरू हैन। त्यही सोशल मिडियामा पनि छैन साथीहरू हैन खासै। अनि तपाईको यिनीहरूको त्यस्तो इन्कम यति चाँडै नै कसरी होला हैन। तपाईको अरबौं यार तपाईको सम्पत्ति हैन। तपाईको यो 90 तला सुन सुदन गुरुङको चाहिँ 90 तला सुन तपाईको 10-12 करोड क्यास 27,000 किता शेयर हैन। यो चाहिँ सबै छानबिन हुनुपर्छ साथीहरू, स्रोत चाहिँ देखाउनुपर्छ साथीहरू हैन। यसले अब करियरमै 10 लाख रुपियाँको हिसाबले कमायो भने तपाईको त्यति अरबौं तपाईको 90 तला सुन अरबौं यो सुदन गुरुङको चाहिँ हुँदैन साथीहरू हैन। एनजिओमा काम गरेर होला हैन। सायद सुदन गुरुङ हुने मान्छे चाहिँ यो +2 पनि पास भएको जस्तो मलाई लाग्दैन साथीहरू है। पछि मिलाएर बनाएर +2 चाहिँ पास भएको हैन। त्यति क्वालिफिकेसन भएको मान्छे पनि हैन साथीहरू। अब एनजिओमा अब काम गरेर होला 10-15 वर्ष गरेर होला 50,000 2 लाख रुपियाँ खायो होला हैन। 5 लाख 10 लाख बनाएको 10 लाख साल राखौँ हैन। तपाईको 1 वर्षमा 1 करोड 20 लाख हुन्छ हैन। ल उसको 15 वर्ष खायो भने लगभग 30-40 करोडै हुन्छ राखौँ न, पढाइ ब्यास सबै गरेर। यो चाहिँ छानबिन हुनुपर्छ साथीहरू।